Our destination is over there. यो चाहिँ अर्घाहाँचीको कुन ठाउँ अरे सीतापुर बजारदेखि थोरै माथि डाँडामा रेस्ट गर्दै हामी केटाहरू चिल हान्दै हो। अब यहाँदेखि थोरै माथि गाउँ छ, गाउँमा गाउँमा पुग्ने एकछिनमा आधा घन्टामा। अनि भोलिको डेस्टिनेसन चाहिँ हाम्रो यो माथि यो डाँडा हो। अहिले चाहिँ हामी रेस्ट गर्दै केटाहरूसँग बन्दरलाई हेर्न सक्नुहुन्छ। रुखमा चढेछ, भ्यू यस्तो छ तल। आइज ल जाऊँ ल हामी लाग्यो अब माथि विवश भाइको घरतिर। विवश भाइको घर पारीको हामी चाहिँ तलदेखि आयौँ। अहिले चाहिँ करिब पुग्न आँटेका छौँ। आधा घन्टा लगभग 1 घन्टाकै बाटो हिँडेर हामीहरू भाइको घरसम्म पुग्न आँटेका छौँ। अहिले चाहिँ सिचुएसन यस्तो छ, एकदम फोकस भइरहेछ। भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले। डबल छ गाइसहरू। हामी चाहिँ भर्खरै भाइको घर भाइको घर भर्खर अघि बसेर नुहाइदै गरेर यसो बाहिर घुम्न निस्केका थियौँ। विवश भाइको घर चाहिँ विवश भाइ पहिला जन्मेको घर। विवश भाइ उयो झ्यालभित्र जन्मेको अरे सानोमा। अनि यहाँ जन्मे। यो चाहिँ किचन हो, यहाँभित्र चाहिँ किचन छ, अहिले अँधेरो छ। हो यो चाहिँ किचन भयो। यो चाहिँ के हो, बेडरुम हो। यो चाहिँ बेडरुम भयो। हो यहाँ चाहिँ जन्मेको तिमी। यहाँ चाहिँ विवश भाइ जन्मेको। अहिले यत्रो भयो। अहिले यत्रो भयो विवश भाइ। ए खर बनाउनु मिल्छ कि नै? डोकोले बुन्ने हो। खर त यो हो नि त। ए खर चाहिँ यो हो। ठिक छ ल। विवश भाइ जन्मेको चाहिँ यो घरमा हो। हो हाम्रो फेरि यहाँ डन हो, सिसी डन। यो चाहिँ के हो? हेलो ए त्यसो हो। यो चाहिँ बारी भयो, विवश भाइको बारी। अनि विवश भाइ यहाँ जन्मे। यहाँ जन्मेपछि 1 वर्षपछि ठ्याक्क भाइ यहाँ बसेर 5 वर्षसम्म यहाँ हुर्के बसे। यही यहाँ चाहिँ अहिले गाई छ, गोठ छ, गोठ बनेको हो। यस्तै छ भ्यू चाहिँ अहिले। हजुरबाले मैले लकडाउनमा बनाएको खोर। यो खोर हो यो बाख्राको। यहाँ चाहिँ अहिले भइसक्यो। उतापट्टि माउ बस्छ, यतापट्टि बोका। यो अहिले यस्तो बनाउनु भएछ। ठिक छ। अहिलेको भ्यू चाहिँ एकदमै बवाल। जाडो छ। हजुर ल अहिले चाहिँ खाना बन्दैछ। आमाले के गर्दै हो? खाना पकाउँदै, भाँडा माझ्दै। बुवा त्यत्तिकै बस्नु भयो। लाइन चाहिँ भर्खर आयो। ल ठिक छ। हाम्रो 3 बोतल, यो 2.5 लिटर, यो 1 लिटर भनेपछि 2, 3, 4 लगभग 5 लिटर पानी लिएर गएको छ माथि। इनफ हुन्छ। कस्तो लागिरहेछ विवश भाइ? कति छ माथि पुग्न हामीलाई? 1.5 घन्टा छ अझै। लगभग विश्राम गर्दै माथि त्यो डाँडामा पुग्न अझै 1.5 घन्टा छ। के छ अब कति बेलासम्म पुग्ला त हामी माथि? विश्राम गर्दै 2 घन्टा। 2 घन्टा भन्दाखेरि
प्लास्टिक कागज त्यही साइडमा राखिदेऊ ल हुन्छ दाइ धन्यवाद है ल धन्यवाद दाइ ल धन्यवाद है लाउरी दाइ ल गाइस हामी चाहिँ अलि टपमा पुग्न लाग्छौँ साके भाइ चाहिँ यता हो केटा घुम्न आऊ है घुम्न आऊ बेलामै घुम्न आऊ भाइ कस्तो भइरहेको छ बबाल कस्तो केटा यात्रा सफल रहोस् धन्यवाद guys oh Yamji is great bro दामी छ ठाउँ केटा हो घुम्न आऊ एकचोटि उहाँ बाख्रा चढाउँदै हुनुहुन्छ भाइहरू चाहिँ हिँडिराखेको छन् एन्ड म पनि हिँडिराखेको छु एकदम सम्हाल्न पर्छ आफूलाई हामी जाने पुग्ने चाहिँ उता डाँडा लगभग आइसक्यो Oh my god. थाहा नबस कुट्रो जम्छ अहिले कस्तो फिल भइरहेछ गाह्रो बहुत गाह्रो See the view guys अहिले चाहिँ हामी रेस्ट गर्थ्यौँ हामी तलदेखि आयौँ हामीहरू तल लगभग 1000 मिटर माथि आयौँ उहाँ चाहिँ मैले एउटा चिज देखेको छु बसिरहेको छ यही आज Can you see the guys? This is real. अहिलेको भ्यू चाहिँ यस्तो छ हेर्न सक्नुहुन्छ हुस्सी लाएर माथि गिद्ध छ त्यहाँ माथि त्यसको लागि हामीले हात्ती काट्न त्यसको छ्याप्प पार्न त्यसको मैले यहाँ राखेको छु भनेर भन्दिनँ म र सेफ्टीको लागि मात्रै यो हैसा राखेको अहिले चाहिँ भ्यू हेर्न सक्नुहुन्छ ओए हेर त थात उता हेर्न Risk is always better than regret. Guys, एकदम extreme adventure छ हो अहिले चाहिँ ठाडै उकालो बाटो चाहिँ यस्तो छ खतरनाक हात सेक भइरहेछ मेरो हामी चाहिँ माथि पुग्ने हो डाँडामा वहाँ माथि तरिका यार सो एक्सट्रिम एडभेन्चर गाइज तरिका यार दिस इज द फाइनल भ्यू गाइज जान चाहिँ माथि डाँडासम्म जान खोजेको हामी चाहिँ तर बाटो अलि रिस्की जस्तो लाग्यो त्यही भएर हामीहरू यही बाटो पहिरो गएर थोरै बाटो पहिरो गरेछ त्यहाँ मुनि त्यही हाम्रो ब्याकप्याक यहीँ छ सब यहीँ छ हाम्रो यो भ्यू भन्छ अब हामी जानि सकिन्छ
लान लाग्यो खै मेरो टी सर्ट खै यो चाहिँ हाम्रो ट्राइपोड हो अर्ग्यानिक ट्राइपोड टाइमलाई यो कसले लाग्छ यो चिज कसले लाग्छ अनि हाम्रो चाहिँ यहाँको चिनो चाहिँ यो कागा छोडेर गएको छौ उहाँ पुग्न सकिएन पहिरोले गर्दा हामीहरू चाहिँ अब फर्किँदैछौँ अहिले टी सर्ट अहिले लाइन्छ बाटोमा ल फेरि भेटौँला कुनै बेला केटाहरूसँग आएको बेला अहिलेको लागि चाहिँ यो ठाउँबाट हामी बिदा हुँदैछौँ दामी छ ठाउँ चाहिँ यहाँ चाहिँ ओ माइ गड ब्लग बनाउँदै त हिँड्न मिल्दैन केटा हो त्यस्तै हो अब चाहिँ फर्किँदै हो अहिले चाहिँ हामी फर्किँदै यहाँ लाली गुराँसको बुट पनि रहेछ यहाँ यो चाहिँ सबै लाली गुराँसको पुरै यहाँदेखि तल सल्लक्कै यहाँसम्म लाली गुराँसको बुटहरू रहेछ अनि हामीहरू यहाँदेखि फर्किँदैछौँ कति घन्टा फर्कियो धेरै छैन 15 मिनट ल हेर्नुहोस् ल मौसम हेर्नुहोस् यस्तो चिसो यो चाहिँ गुराँसको लट्ठी बनाएको मैले गुराँसको ट्रेकिङ स्टिक बनाएको बहुत बलियो फेरि अब चाहिँ घर पुग्न लाग्यो फाइनली राइट विकास भाइको घर धेरै माथि डाँडा चढेर लगभग 1500 मिटर माथि पुगेर आइयो यहाँदेखि अहिले चाहिँ आइयो यो हिजो देखाएको विकास भाइको जन्मेको घर र यो चाहिँ विकास भाइ हुर्किएको ठाउँ अहिले चाहिँ गोठ भएको छ ल घर आइयो आमा बुवाले अलिक के गर्दै हुनुहुन्छ हेरौँ के छ अब यताको माहौल बहुत थाकेर आइयो घर त बोल्ने हिम्मत पनि छैन भोक लाग्छ ल के गर्दै हुनुहुन्छ बाफ रे बाफ ल आइयो ल हतारमा खाना खाइयो घरदेखि हतारमा खाना खाइयो अनि निस्किनु भएको उहाँ चाहिँ किन को गर्नुभयो अरे अङ्कलको गाडीमा हामी फेरि तल बजारतिर झर्दैछौँ चल ल ठिक छ हामी अहिले चाहिँ बजारतिर गएर बनाउँछौँ एकछिन खुट्टा धोएर जानुपर्छ फेरि फोहोर हुन्छ खुट्टा घरमा बाघ ढलाइदिनु